जुरुक्क उठेर तपाईहरुलाई हार्दिक स्वागत गर्दछु चामलिङ भूषण युट्युब च्यानलमा। मैले पढ भन्दा पढिन साथी, अब यस्तै छ है। मकैबारीमा एक राउन्ड हानी जुरुक्कै उठेर मकैबारीमा, मकैबारी र धानबारीमा। अब त खेती किसानी मान्छे, अब यस्तै छ। खेती किसान मकै त फलाइरहेछ, अब नफलेको भने पढी लेखिकै काम हलो जोतीमा भन्दै त्यहीको पछि लाग्यो साथी। अब है जुरुक्क उठेर तपाईहरुलाई हार्दिक स्वागत गर्दछु चामलिङ भूषण युट्युब च्यानलमा। आज तराईमा होली खेल्ने दिन पनि हो भने म चाहिँ होलीको दिन मेरो मकैबारी अथवा धानबारी खेतीपाती घुमाउनलाई ल्याएको छु। अनुहार चाहिँ अब धुन बाँकी छ साथी, निन्द्रामा उठेर आएको। भिडियो एउटा बनाइदिउँ त पछि बुढेसकाल पनि काम दिन्छ भनेर अनुहार सफा गरेर त कति लगाइबस्नु। यो अनुहार नधोएको फोटो भिडियो पनि हालिदिउँ भनेर चाहिँ मकैबारीमा आएको छु। र धान पनि चैते धान पनि रोपिसकेको छ। एक हप्ता अगाडि रोपेको धान तपाईहरुले हेर्नुभयो होला, धान रोपेको भिडियो पनि। अब होलीको दिनमा मकैबारीमा के कस्तो छ अब हेरौँ मेरो मकैबारीतिर। ल यो चैते धान रोपेको यस्तो भएको छ। लगभग यो रोपेको हप्ता दिन जति भएको छ। बिहानै निन्द्राले साह्रो पार्दैन, नछोड्ला जस्तो गर्छ त हो। यो अझै सुत्ने पर्ने हो अवस्था हो। मकैहरूको बिजोग छ, बिजोग रमाइलो छ। मकै धान, चैते धान, ल मकैबारी हेर्नु होला साथीहरू। र यता धान चैते धान अब यो जेठको अन्तिममा काटिन्छ। लगभग मकै र धान उस्तै टाइममा निक्लिन्छ। यो धानबारीदेखि उता चाहिँ अर्कै खेती, यो धानबारी र यो मकैबारी यहाँ परतिरसम्म चाहिँ मेरो हो। आज मौसम पनि अँध्यारो छ, पानी पर्सिक्यो। होलीको दिनै चुली डाँडाहरू अँध्यारो छ, पहाडतिर त पानी परिरह होला। मौसम बिग्रेको थुप्रो दिन भइसक्यो, अब पानी चाहिँ परिहालेको छैन। आज चाहिँ पर्छ कि होलीको दिन। आज भयो भने होली खेलेको हेर्न जाउँ भने आऊ साथी हो। त्यही भएर छिटो उठेको, नत्र त 7-8 बजीमा त्यो उठे आफ्नो त। मकै त्यति राम्रो छैन यो पालि, हाइब्रिड मकै। यत्रो घोगा लागिरहेछ। यो ठुलो हुने हो कि होइन अब हेरौँ। अब एक बिहा फलेर यत्रो हुनु पनि भएकै हो। चित्त चाहिँ नबुझ्ने मात्रै हो होइन, नफलेको होइन, उसको सक्दो चाहिँ फलेकै छ मकै। एक बिहा रोपेर यत्रो घोगा, लगभग अब यो दुईटै घोगा फल्छ। घाँस पनि टन्नै रहेछ त हौ मकैबारीभित्र। मकैको बोटभन्दा घाँस अग्लो भयो जस्तो छ। अरूको मकैबारी यो चाहिँ मेरो यस्तो छ मकैको अवस्था। आफ्नो एरियाभित्र चाहिँ घुमेरौँ न त मकै कस्तो छ। कस्तो रहेछ भित्र
छ सबै ठाउँ मकैको सिजन अहिले र चैते धानको सबैले मकै लाग्छ परसम्म जति देखिया छन् अहिले तराई बेलमा चाहिँ मकै को सिजन हो। अब यस्तो भित्र गएर यहाँ आफ्नो यस्तो सिधा खुट्टी छ यहाँदेखि तल्लोपट्टि काकीहरूको यहाँदेखि माथिल्लोपट्टि मेरो ल मकै तल्लोपट्टि पनि राम्रै छ। ल यहाँ त घाँसहरू खत्तम गरिदिइहालेको रहेछ भित्र त घाँस छैन त चिल्लो बनाएको छ ए धनी अर्ग्यानिकले घाँस त हानिदिइसकेको रहेछ नि घाँस चोर्नेबाट पनि सकिएन हौ सकिएन मकै त फलाइरहेछ अब नफलेको भन्न मिल्दैन योभन्दा अझ धेरै फलिदियो भने पनि झन् राम्रो भन्ने चाहिँ आशा हो है साथी हो। अब यस्तै हो के गर्नु मकै आफ्नो मकैबारीमा मकै झन् यत्रो मकैको खेती आज होलीको दिन यसो मकैबारी पनि घुम्दिउँ भनेर नि होलीको दिन मकैबारी अरू होइन घाँसमा चाहिँ मान्छेको आँखा गाडिसकिहाल्दैछ नि न त मकैलाई पनि सफा गरिदिनै पर्छ फेद ल घाँस त हानिदिइसकेको रहेछ फेदमा ल ठ्याक्कै एक राउन्ड लगाएर धानबारीमा आइपुग्यो झन्नै लड्यो साथी हो। ल धानबारी ट्याक्कै अब हेरौँ यहाँबाट वरिपरि मकैको झारझमार मकैको झारझमार साथी हो हेर्नु मकैबारीमा एक राउन्ड हानियो जुरुक्कै उठेर मकैबारीमा मकैबारी र धानबारीमा अब त खेती किसानी मान्छे अब यस्तै छ
खेती किसान गरेर बस्यो। अब मकैबारी माथि चुली डाँडा। म चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि इलामको चुलाचुली गाउँपालिका वार्ड नम्बर 1 कमलमा छु है साथीहरू। आज होलीको दिन मौसम पनि यस्तो खराब भइरहेछ। होली खेल्न जाने कि नजाने, यस्तो जाडोमा के ननुहाएको पनि कति दिन भइसक्यो साथी। यस्तो छ झन् अब होली गरी के बिच्नु होला हौ यत्तिका, यो बेजेदै मात्रै हुन्छ। यो ननुहाएको पनि कति दिन भइसक्यो साथी। यस्तो छ झन् अब होली गरी के बिच्नु होला हौ यत्तिका, यो बेजेदै मात्रै हुन्छ। यो मकैबारी हेर्नुहोस् है पछाडि, सबै मेरो चाहिँ भन्न मिलेन, अरूको पनि छ मकैबारी। यसो बिचमा बसेर कोही कोही बेला खेतीको भिडियो बनाउने गर्छु, कोही बेला केहीको भिडियो गराउने गर्छु। योभन्दा अगाडिको भिडियोमा चैते धान रोपाइ र बिजाउँदै गरेको, रोप्नलाई ठाउँ बनाउँदै गरेको, हिलाउँदै गरेर हालेको छु। अब यो चाहिँ मकैको मैले पढ भन्दा पढिएन साथी। अब यस्तै छ है मकैबारीमा। अब यो सैद्धान्तिक शिक्षा भन्दा नि व्यावहारिक शिक्षा, जीवनोपयोगी शिक्षातिर लाग्यो र जीवन उपयोगी शिक्षाले गर्दाखेरि यसो मकै खेतीहरू चाहिँ धानसान केही रोप्न चाहिँ अब पढी लेखीकै काम, हलो जोतीमा भन्दै त्यहीको पछि लाग्यो साथी। अब हलो जोतीमा नै होला जस्तो छ साथी। अब बुढेसकाल पनि लाग्यो।